म्युनिकको सेन्ट्रल रेल स्टेसन। यहाँबाट विदेश टाढा डिस्टेन्स जाने रेल 3 तला यहाँ। यो मुनि पनि अर्को मेट्रो ट्रेन रेल स्टेसन छ अनि रोड। यहाँको ट्रान्सपोर्टेसन लाइफ लाइन त मान्नुपर्छ। ICE 882 nach RB 16 nach Brüchtingen über Dachau, Wiedershausen, Appalachen 23 Gleis 20. RI 3 nach Passau, Hauptbahnhof. जाने ट्रेन अस्ट्रियाको भियना सहर जाने ट्रेन यो रातो ट्रेन हो। म्युनिक जर्मनबाट अस्ट्रिया भियना जाँदै बुलेट ट्रेनमा कस्तो हरियाली। खेती गर्ने ठाउँ, खेत अलिकति गाउँ एरिया। कस्तो राम्रो खेतीपाती, मकै खेती। गाउँको रेसिडेन्टल एरिया, गार्डन भन्दो रहेछ जस्तोलाई। सानो सानो छुट्टोको घरहरू, सानो सानो घरहरू। ल पछि पछि घरहरू आयो। धेरै नेपाल जस्तो छ कि हिमाल पहाड धेरै। सोलर प्लान्ट कति ठुलो एरियामा। गाडी ल्याएको एउटा ट्रेनमा कति घुमाउँदो रहेछ। अस्ट्रियाको के रे भन्यो भेन्यू जर्मनमै रफ्सले काम गर्ने नदीमा रिसर्चको डेमो गर्ने। सेकेन्ड ठुलो नदी अस्ट्रियाको मेट्रो ट्रेन स्टेसन आइपुग्यो। अब अस्ट्रियाको भियनाको ठ्याक्क बोर्डरमा आइयो हामी। 1 मिनटमा अब झर्नुपर्छ। झर्नलाई तयारी हुँदै। ट्रेन स्टेसन लास्ट आएको अब भियनाको।
त्यो राम्रो माकुराको जालो जस्तो Wien Aspern Nord mit der Uhrzeit 13:56 Uhr, Bahnsteig 3 zum Drehschild 657 nach Grashof mit der Uhrzeit 13:58 Uhr, Bahnsteig 8. ल भिएना ट्रेन स्टेसनबाट झरेर यहाँबाट निस्केर टक्क आएपछि भिएनाको बिल्डिङहरू नयाँ बिल्डिङहरू वा यस्तो पो हो त नि बिल्डिङ भनेको ल बसेर हप्स यता जाँदै कता जाने हामी अब यता हो त्यो बिल्डिङ साइडतिर ल राख जोरा ल भिएनाको रेलवे स्टेसनबाट झरेर गेटबाट निस्किने बित्तिकैको बिल्डिङहरू अस्ट्रिया देशको भिएना फेभरेट सिटी टप्सको अस्ट्रिया देशको भिएना सिटीमा हामी प्रवेश इन्ट्री हान्यो अनि बित्तिकै ल यतातिर चाहिँ रेलवे स्टेसनको पार्क हटाएर यता गगनचुम्बी घरहरू भिएनाको मेन ट्रेन स्टेसनमा हामी छिर्दै त्यसपछि यहाँबाट पुरा ट्रेन समातेर होटलमा गएर बस्ने हो आज 3 दिन बस्ने 3 दिन होटलमा बस्ने ल यो भिएनाको एयरपोर्टभित्र के अरे इन्डियन पसल भिएनाको रेलवे स्टेसनभित्र फर्स्ट टाइम गणेशजी गणपति बप्पा मोरया 3 युरोको खाना यो कति खाना 3 युरो 20 तिनटाको 20 युरो तिनटाको जो पनि भेज करी र राइस यो भित्र नि भेज छ तरकारी हो को फूड पार्क यो सब इंडियन रेस्टुरेंटहरू गणपति बप्पा मोरिया हम लोग क्या लें प्योर भेज पनि नन भेज पनि यस्तो मिठो गणपति बप्पा मोरिया खैर अप्स Thank you. No? Okay. त्यहाँबाट ट्रेन चढ्नुपर्छ भिएनाको ट्रेन हामी चढ्ने ट्राम पनि आयो इलेक्ट्रिक ट्राम अब हामी चढ्ने भिएनाको ट्राम चढियो पहिलोचोटि अब Dear passengers, Line D will be diverted between Basel and Schwarzenbergplatz via Schwedenplatz until early September. Use Line U2 instead.
आफै राखिदिनु Ist dann habe ich extra beeilt, damit ich die mitmache. Also großer Pluspunkt. ल भियेना सहर अस्ट्रियाको कस्तो कस्तो बिल्डिङ हो यहाँ रफले काम गर्ने खोलाको डिजाइन त्यो चाहिँ नयाँ विकसित युरोप रहेछ भियेना त्यो ड्याम कस्तो व्यवस्थित हो यार यो नदी काठमाडौँमा यस्तै गर्न खोजेको होला बालिनले पनि अब यहाँ अर्कै छ होला नहीं कुई गिराउने गाडी त्यहाँ गाडी त यस्तो कुई गिराउने जेट उडेको ठुलो बोइङ A380-800 हामी नि यस्तोमा चढेर आएको धुवा फाल्दै हिँडेछ हामी बसेको होटल निमेङ्गर नम्बर 309 अगाडिबाट कि पछाडिबाट जहाँबाट गरेको हुन्छ माथिपट्टि 309 नम्बर हाम्रो रुममा प्रवेश गरियो हामी बसेको होटल रुम 309 तर क्याबिन छ तपाईँ जालबाट यस्तो सहर पनि देखिन्छ आएर फ्रेस भएर बसेको ढोका यस्तो हुँदोरहेछ बत्ती यस्तो हुनेछ उल्टा हुने बाथरुम यस्तो यसरी नै धारा र सेम्पू पानी ढाल्नु ठाउँ फरक हुँदैछ अनि यस्तो यो चाहिँ ठिक लाग्यो मलाई सानोमा ट्याक्क पर्दा राख्ने आइडिया पर्दा राख्ने डन्डै चाहियो कि ढलानमा सिधा यस्तो हालेपछि निकालिदियो आनन्दै रुममा चाहिँ राख्ने तरिका टेबल त्यो कपबोर्ड अनि कपबोर्ड यति ठुलो कपबोर्ड मन पऱ्यो मलाई यस्तो पो लिफ्ट भनेको यार यो चाहिँ भियनाको लिफ्ट ट्रेन स्टेसन भियनाको ट्रेन स्टेसनमा आइयो हामी यु टु कार्ल्स प्लाज यहाँ पनि कार्ल्स प्लाज भन्ने रहेछ त जाने हामी स्टेट दुईटाले बस्न भियनाको डबल डेकर बस ल भियना सहरभित्र फिल्म फेस्टिभल आएर ठ्याक्क हेर्न पाइयो आमा स्क्रिन फिल्म फेस्टिभल लागेको रहेछ लाइभ कन्सर्ट
मिठो रहेछ अरे यार देउतालाई खिच्नु पर्यो माथि Yeah, it's a beer bar. That is a beer bar. कस्तो रमाइलो यार दादा यार जुस बार Oh, sorry. नौ बजे रहेछ स्टार्ट हुने 9 बजे हो र यहाँ त कति 11 बजे लेखेको छ यहाँ स्टप गर्दै छोरा त्यहाँ स्टप गर्दो न बस कि स्टप भियनाको सांसद भवन पार्लियामेन्ट हाउस गाडी त यही यो युरोपको भियनाको पार्लियामेन्ट भवन अगाडिको क्या ग्रिनरी छ रस बाबु हुनुहुन्छ यहाँ भवन चिसो देखिनु पर्यो सिधै यहाँ मेन यहाँको विशेषता सिक्ने भनेको यो बिरुवाहरू रोप्ने यो हरेकले आफूले रोप्न पाउने कसको नाममा रोप्ने अलिकति तिरेर यसरी हेऱ्यो सिक्नुपर्छ हामीले पार्कमा घरमा सबैले यसरी यो बिरुवा रोप्दा आफ्नो प्यारेन्टको नाममा आफ्नो पितृको नाममा कसैको नाममा रोप्दा यो सिक्नुपर्ने लाग्यो मलाई ठिक ओल्ड म्युजियम अफ भियना ओल्ड म्युजियम अफ भियनाको अगाडि राखेको मोनुमेन्ट युरोपमा एउटा ट्रान्सपोर्टेसन एकदम दामी त्यसपछि पिउने पानी ट्रान्सपोर्टेसन भनेको लाइफ लाइन पानी भनेको लाइफ त्यसकारण यहाँ पब्लिक प्लेसमा जहाँ पनि यस्तो पानी धाराको पानी खान पाइने यस्तो गरेर यो चाहिँ मलाई खुब मन पर्यो यसरी ठ्याक्क थापेर खान पाइने त्यहाँ भए थ्याङ्क यू सबै
थ्याङ्क यू ल ठाडोमा राम्रो आउनु यस्तो राम्रो आउँछ हजुर होइन इन्स्टाग्राममा हाल्नलाई क्या ल त्यसो भियेना युनिभर्सिटीको एउटा चिनो जस्तै यो क्यापिटल अफ अस्ट्रियाको भियेनाको यो भिडियो 360 ल बाबुजी उता पानी थापेर आउनुभयो ल उता जानु है तपाईँ यता जानु ल रस बाबुजी पार्लियामेन्ट भवनको अगाडिको यो वर्ल्ड म्युजियम अफ भियेना कस्तो चिसो फ्रिजमा राखे जस्तो रहेछ अस्ट्रियाको भियेनाको पार्लियामेन्ट अगाडिको यो म्युजियम वर्ल्ड म्युजियम अफ भियेना पानी थाप्नेको लाइन भयो अहिले फ्री अफ कस्टमा यो चाहिँ राम्रो लाग्यो क्या मलाई अनि त्यहाँ फुस्स गरेर चिसो हुन नि पाइने Oh, do they have Raps. that in China? रब्स Bidet by the dog? वर्ल्ड म्युजियम अफ भियेना अस्ट्रिया यो घोडा एक्का चाहिँ खुब मन पर्यो मलाई यो घोडा मन पऱ्यो एक्का मलाई के मूर्ति है के मूर्ति यस्तो एउटा पनि छ कस्तो दामी डोम ल यो डोम चाहिँ खुब मन पर्यो पस गरेको